वेलकम टु द रोयल फ्यामिली। अब ल यो चाहिँ चल्ला चुल्ली ग्रुपहरु भाग्यमानी ए नाति ल भाग्यमानी ल भाग्यमानी ल अब चाहिँ हाम्रो पूर्ण परिवार ल राम 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 ल भाग्यमानी दशैंमा त ग्याङ त कम्ती ठुलो हुन्छ त हाम्रो। हेलो रेजिना दिदी कति राम्रो देखेको खै दिदी मेरो नानी मेरो ठुलो दिदी यहाँ मेरो गर्ल्स ग्याङ। हेलो मैले तिमीहरूलाई कतिवटा टिकटक पठाएको छु त बनाउन बनाएको छु होइन बनाउनु पर्छ सबै ड्राफ्टमा। सुन्किला पनि पठाएको थियो एउटा हो मेरो मेकअप कस्तो छ आफै गरेको राम्री। ल सबैजना आफ्नो आफ्नो पालोमा रेडी हुँदै बस्ने माइला दाईको घरको परिवार। ल स्टार्ट भयो टिका ल रोल क्रम अनुसार मेरो साइला दाई Let me see how much money you got. Please. टिकाको प्रोग्राम सब सकिसक्यो। यो चाहिँ हाम्रो 10 स्न्याक्स हो। यो पछाडि हाम्रो खाना पनि छ। लाइन भाइ नो अब चाहिँ खानपिन स्टार्ट हुन थालिसक्यो। हाम्रो निनी पनि आइपुग्नु भयो। कलर पार्टी यहाँ छन् यहीँ बस्छु बाहिर। टिका त सकिसक्यो होइन अब टिकटक यता बाँकी छ क्या। अब यो अझै 2-3 घन्टा चल्छ। यता अलिकति म्यारिड ग्रुप यता जेनजी ग्रुप ए हो जेनजीकै टिकटक बन्दैछ ल। रेडी भयो तिम्रो आजको आउटफिट हो। अनि गर्मी छ त बाबा। सो आजको हाम्रो दसैँको टिका चाहिँ हुन्छ अब मेरो माइत अनि त्यस पछाडि माइला दाईको घर साइला दाईको घर अनि अङ्कल ससुराको घर। सो आज चाहिँ जाँदैछौँ हामी बाङ्गे। मारे पाहुना आइपुग्यो होइन त हाम्रो माइला घर बुहारी बिजी आज ऊ बुहारी बिजी आज ऊ बुहारी बिजी। ल पर्फेक्ट भएछ है बाबु चाहिँ स्कुटरमा। ल अब टिका लाउने कार्यक्रम माइला दाई नगेन श्रेष्ठ दाईको घरमा। कस्तो ह्यान्डसम देखेको रोशनलाई है कपाल पनि काटिसकेछ यसले। टिका सकेर हामी चाहिँ खानामा छौँ। अब हाम्रो सेकेन्ड सबैभन्दा ठुलो ग्याङ ब्याङ टिका लाउने भनेको चाहिँ मनोज अङ्कलको घरमा हो। सबैभन्दा ठुलो ग्याङ लिपस्टिक घसेर निस्किनु भएछ अनि लिपस्टिक घसेर निस्किनु भएछ किन ढिलो गर्नुहुन्छ भन्छु नि। ओके ल लाभा लस्कर छ है। ल ल ल यता सबैजना एकमुष्ट हुन्छ यो घरमा पनि हाम्रो परिवारको।
प्रधान निवास ल मेरो आदरणीय माइला दाई नगेन्द्र श्रेष्ठको परिवार दाई किन सिरियस हुनुभयो हामी अहिले टीका लाउने क्रममा आइपुगेका छौँ इन्द्र दाइको घरमा। ससुरालीमा टीका लाउन लागेको छु। यताउति घुम्दा घुम्दै रात परिसकेको अवस्था छ। ससुराली घर अन्डर कन्स्ट्रक्सनमा छ गाइजहरू होइन, भर्खर बन्दै गरेको छ। ओके, दिस इज द डे 3 अफ दसैँ। आजदेखि चाहिँ मेरोमा पनि कतिजनाहरू टीका लगाउनुको लागि आउने क्रम थियो। र आजको मौसम चाहिँ एज यु क्यान सी बिहानैदेखि पानी परेछ। हुन त हिजो पनि अलिअलि परिरहेको थियो, तर आज चाहिँ काहीँ हिँड्ने अवस्थै छैन किनकि अति धेरै पानी परिरहेछ। सो दसैँ यस्तो भइरहेछ। अब खोइ कसरी आउनुहुन्छ। ल यसपालिको पानीले त गर्नु गरिहाल्यो नि। ए जेठी दिदी, मेरो दिदी यस्तो गाह्रो त्यही भएर आइराख्नुपर्छ के, माइती आइराख्नुपर्छ। यसरी सालमा एकपल्ट आएछ त्यही हुन्छ। आज मेरो जेठी दिदीको घरबाट फुल फ्यामिली आउनु भएको छ। दिदी, जेठा ज्वाइँ, रिना भान्जी, सुजन पनि आएको छ। यता नयाँ नयाँ फ्यामिली मेम्बर यो पहिलोपल्ट मेरो भिडियोमा रिलिज भइरहेको छ। नाति हो मेरो दिदीको आशीर्वाद पाऊँ। दिदीको चाहिँ स्वस्थ दिदीहरूको गाउँमा दिदी निरोगी रहने होला। ल मेरो नातिको पहिलो दसैँ बिरामी। ल नाति छिटो छिटो निको हुनु है। सानो सबभन्दा यङ्गेस्ट मेम्बर। अहिले रातिको चाहिँ 4:30 बजेको छ। पानी यस्तो भनेको थियो चट्याङ गुडुङ गरेर हाम्रो सर्ट पनि गएको छ। सो एज यु क्यान सी पानी हेर्नु त पुरै बाटो माथि पानी छ। हाम्रो एरिया यति उच्च ठाउँमा छ र पनि यस्तो छ क्या पानी। यति धेरै पानी मैले पहिले पनि फिलै गरेको थिएँ। हेलो एभ्रिवान, आज चाहिँ दसैँको 5th डे भनेको टिकाको 5th डे। आज कोजागत पूर्णिमा पनि भनिन्छ। आज चाहिँ लास्ट डे। अब हाम्रोमा चाहिँ सबै दाइको छोराछोरीहरू जसलाई चाहिँ हामीले टिका लगाइदिनु पर्नेछ उहाँहरू सबैजना हाम्रोमा आउँदै हुनुहुन्छ। अनि त्यही भएर आज चाहिँ बिहानदेखि हामी उनीहरूकै लागि प्रिपरेसन गर्दैछौँ। हेलो, सो प्रिटी ड्रेस। ओ तिमीहरू बाङ्गे पुगेर आएको हो? यहाँ मेरो मास्टर सेफले चिकन चिली, वाउ लुक्स सो डेलिसियस। सो यो चाहिँ हाम्रो कर्न स्न्याक्स रेडी भइरहेछ। यहाँ सबै हाम्रो चाहिँ अब रेडी स्न्याक्स। पनिर चिल्ली कस्तो छ बुहारी? चिकन लभर मिठो। गर्ल्स लुक माई टिका सेट। हाम्रो प्रिय दाई कुमार श्रेष्ठ, अनि दिपा भाउजू, अनि यता प्यारी सहित भाउजू, दिदी भेना सबैजना आउनुभएको छ। अब यो पनि एउटा मेमोरी हो, यसलाई पनि क्याप्चर गरिहालौँ।
घट्यो यहाँ इन्ट्रान्सदेखि लिएर लकरको चाबी सब यहाँ छिरो गाइज निकाल्नु पनि सकिँदैन। यहाँ हामी सब टिका लाउन आउने मान्छे चाहिँ अस्तव्यस्त भएर बसेको छौँ। दिदी टिका चाहिँ उताबाट माग्नु न यहीँ त कताबाट छिरिस यता ल अब हामी चाहिँ भित्रबाट छिर्दैछौँ यहाँ दोकानबाट छिर्दैछौँ। ससुराले ल्याएको के र उयो जस्तो देखिरहेको छु त आज त म त के जस्तो तीज क्या करवा चौथ जस्तै दिदी त दिदी चाहिँ एकदम इमर्जेन्सी इन्डिया जानुपर्ने भएर जम्मू जानुपर्ने भएर टिकाहरू उठाउनु पाउनु भएन। सो अब दसैँ त जसरी पनि मनाउनै पर्यो। जेठी दिदी र कान्छी बहिनीको पुनर्मिलन भएको अवस्था छ अहिले। इन्डियाबाट रातारात दिदी नेपाल आएर हामीलाई टिका लगाइदिरहनु भएको छ। ल अब अहिले चाहिँ नगेन दाई भाउजू अघि टिका लगाइवरी 3 लोक 14 भुवन भ्याउने जसरी टाप गइसक्नु भयो। यो चाहिँ टिकाको सबैभन्दा अविस्मरणीय क्षण चाहिँ यो जुन अहिले ग्राउन्ड हुँदैछ नि यो चाहिँ एकदमै इम्पोर्टेन्ट सबैभन्दा ठुलो आशाको किरण यही हुन्छ। मेरो टिका लगाइदिने पालो निक्कीलाई निक्की घरमा आएर टिका लगाइदिन्छु अलिकति माननी कस्तो राम्रो यसलाई निक्कीलाई जुम त्यही जुम बोलुगा भेटेर त्यही जान्छु प्लिज आई एम सरी